के नेपालमा राजतन्त्र पुनर्स्थापनाको बाटो फराकिलो बन्दै गएको हो वा भनौँ गणतन्त्रप्रति जनताको चाहना किन कम हुँदै गइरहेको छ? सरकारले गरेको गलत कामप्रति नागरिकले खबरदारी गर्दा प्रहरी किन पक्राउ गरिरहेको छ? लोकतन्त्रको आडमा लुटतन्त्र मचाउनेलाई किन छुट दिइरहेको छ? आउनुहोस् यसबारे विस्तृत रूपमा बुझ्ने प्रयास गरौँ यस भिडियोमा। पछिल्लो समय सक्रिय रहेको राजा ल्याउने विषय झनै उच्च हुने देखिएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो 79औं वार्षिक जन्मोत्सवको उपलक्ष्यमा सर्वसाधारणसँगै असार 23 गते बिहान 11 बजेदेखि 2 बजेसम्म निर्मल निवासमा मनाउने भएको खबर रुटिन अफ नेपाल बन्दले सार्वजनिक गरेको छ। केही महिना अघिदेखि नेपालमा राज संस्था पुनर्स्थापित गर्नुपर्छ भन्दै नाराबाजी र जनप्रदर्शन भइरहेका छन्। गत फागुन 7 गते प्रजातन्त्र दिवसका दिन पूर्व राजा ज्ञानेन्द्र शाहले अब बोल्ने समय आयो भन्दै सम्बोधन गरेको भिडियो बाहिरेपछि नेपालमा झनै ठुलो मात्रामा राज संस्थाप्रति जनताको चाहना बढेको देखिन्छ। पूर्व राजा ज्ञानेन्द्र शाह हाल काठमाडौँ निर्मल निवासमा बस्नुहुन्छ। केही महिना अघि देशभर धार्मिक यात्रा गरिरहेका राजा पोखराबाट काठमाडौँ आउँदा स्वागतको लागि हजारौंको सङ्ख्यामा समर्थकको उपस्थिति थियो। नेपालमा विक्रम सम्वत 2062-63 को दोस्रो जनआन्दोलन सफल भई 2063 वैशाख 11 गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो। जनताको चाहना र आवश्यकता अनुसारको जनताको तन्त्र आएपछि राजा ज्ञानेन्द्र शाह निर्मल निवास बस्दै आउनु भएको छ। नेपालमा लोकतन्त्र स्थापना भए पश्चात जनतामा छाएको त्यो खुसियाली हालसम्म विक्रम सम्वत 2082 सम्म आइपुग्दा निराशाको भाव भएको जस्तो देखिन्छ। पटक पटक राज संस्था पुनर्स्थापित गर्नुपर्छ भन्दै नाराबाजी र प्रदर्शन हुनु र जनताको समर्थन राजतन्त्रप्रति बढ्दै जानु लोकतन्त्रको निराशाको भाव हो। लोकतन्त्र सबैको साझा फुलबारी हो। गरिब पिछडिएका वर्ग जुनसुकै धर्म र संस्कृतिको होस्, हिमालको होस् या तराई मधेसको होस्, पहाडको किन नहोस्, सामान्य व्यक्ति होस् या हाई प्रोफाइल व्यक्ति किन नहोस्, लोकतन्त्र सबैको हो भनी बनेको लोकतन्त्रमा जनताको मुद्दा खासै सम्बोधन नहुँदा जनतामा यो व्यवस्था लोकतन्त्रमाथि नै शङ्का गर्ने वातावरण हाबी भएको देखिन्छ। अझै सार्वजनिक रूपमा केही कमेडियनहरू र जानकारहरूले यो गणतन्त्र नभई नेतातन्त्र भएको दाबी गरेका छन्। बेला बेलामा अहिलेका नेताहरूलाई गणतन्त्रप्रति चासो र चिन्ता थपिँदै गएको समाचारहरू पनि बाहिरिने गरेका छन्। गत चैत्र 15 गते काठमाडौँको तीनकुनेमा राजावादीहरूले आफ्नो शक्ति प्रदर्शन गर्ने कार्यक्रम थियो, तर एकाएक आन्दोलन हिंस्रक बनेको थियो। शान्तिपूर्ण रूपमा आफ्नो शक्ति प्रदर्शन गर्ने सुरमा रहेका राजावादी एकाएक ढुङ्गामुढा गर्ने, घर आगजनी गर्ने सम्मको क्रियाकलाप भएको थियो। आन्दोलनमा केही मानिस घाइते र एकजना पत्रकारले ज्यान समेत गुमाउनु परेको